सम्पूर्णलाई। आराम हुनुहुन्छ सबैजना? कस्तो अवस्थामा हुनुहुन्छ, कहाँ हुनुहुन्छ? सुस्त रहनु, व्यस्त रहनु। मध्यपूर्वको देशमा हुनुहुन्छ भने एकदम गोली बारुद चलाचल चलिरहेको छ। सतर्क पनि हुनु होला। सेफ छौँ त्यही पनि खालको आइरहेछ दिइरहेछ। नेपालको विषयमा चाहिँ बालेन्सा अब बन्ने बालेन्सा सरकारको पर्खाइमा हामी छौँ सारा नेपाली। कहिले बालेन्साको सरकार बन्ला र को मन्त्रीले कुन पद पाउँछन् होइन, कुन सांसदले कुन मन्त्री सम्हाल्छन्, मन्त्रालय सम्हाल्छन् भन्नेमा चाहिँ हामी एकदमै आतुर भइसकेका छौँ। कुरा अनुसार अब आज होला, भोलि होला, पर्सि होला भन्दै अबको ठ्याक्कै यो चैतको 13 गते अरू सांसदहरूले चाहिँ शपथकरण गरिसकेपछि बालेन शाहले बल्ल प्रधानमन्त्रीको शपथ खाने भन्ने र न्युज आइसकेको छ। यो न्युज पनि हजुरले माथि मैले राखिदिएको छु, हजुरहरूले हेर्न सक्नु भएको छ। अब हामीले अझै 1 हप्ता, अहिले रेकर्ड गर्ने समयदेखि 1 हप्ता चाहिँ पछि बल्ल हामीले बालेन शाहको सरकारको नेतृत्व हामीले देख्न पाउनेछौँ। हाम्रो मागहरू, हाम्रो जति पनि मनमा रहेको कुण्ठाहरू, देशको विकासको योजनाहरू, देशलाई कसरी अगाडि बढ्ने कुराहरू, देशले खोजेको नेतृत्व र जति पनि यो जेनजी आन्दोलन भयो सबको, जेनजी शहीदहरूको माग, इच्छा, चाहना र समग्र नेपाल देशले चाहिँ युवा नेतृत्व बालेन शाह सरकार, अब की बार बालेन सरकार भन्ने यो स्लोगनलाई पनि एकदम रफ्तारमा सहरमाथाको हिमाल उचाइमा दौडिनेछ। जति पनि घुसखोरी, दलाल, घुसिया होइन, जति पनि कालधन गरेका नेताहरू, व्यक्तिगत एन्सेल काण्डहरू, जसले पनि नेपालमा कर चलेका छन्। एनसेल थियो पहिला, अहिले चाहिँ त्यसको कुरा पनि चल्नु भयो। एमसिसी कुराहरू छ, त्यो एमसिसीलाई पनि कसरी नेपालमा आउन नदिने, हरेक कुराहरूलाई चाहिँ अबको यो बालेन शाह सरकारले चाहिँ केही भन्दा धेरै नै गर्नुपर्ने नेपाली जनताको आश छ, भरोसा छ। यो सरकारमा चाहिँ अहिले जति पनि भोट हाल्ने भोटरहरूले पनि हामीले चाहिँ रवि लामिछाने, हामीले राष्ट्रसभा भनेर भोट हालेका होइनौँ, हामीले चाहिँ बालेन शाह भनेर भोट हालेका हौँ भनेर भनिरहेका छन्। हुन पनि कसैले पनि यो जतिसम्म यो अहिले यो दुईटियाको सरकार भइरहेको छ, यसमा चाहिँ ठुलो योगदान चाहिँ बालेन शाहको पनि छ। बालेन शाहको पछि सबैजना यो रवि लामिछाने राजसभाहरू सबै एक हिसाबको मिलेर र बालेन शाहलाई वरिष्ठ नेताको पार्टी पछि यो माहौल भनेको हो। नेपाली जनताले खोजेको पनि बालेन शाहलाई 5 वर्ष सरकार हो। यसमा चाहिँ रवि लामिछाने नेतृत्वको सरकार पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ हाम्रो बालेन शाहलाई चाहिँ वरिष्ठ नेता एउटा एग्रिमेन्ट भएपछि प्रधानमन्त्री भनेर चुनाव भयो। चुनाव भएपछि अहिले यसो कतिरहनु भयो, झापा 5 त्यस्तै फेमस, त्यसपछि चितवन 2 त्यसै फेमस, चितवन 3 त्यसै फेमस होइन। त्यसै तरिकाले एकदमै दुःख सङ्घर्ष तरिकाले मान्छेलाई अब के होला, कसो होला, के होला, पहिलाको पार्टीहरूलाई कसरी विस्थापित गर्ने, नयाँ पार्टीलाई कसरी स्थापित गर्ने, जनताको हातमा एकदम उठुटी थियो। त्यसो गर्दा चाहिँ अहिले चाहिँ जनताको हातमा सरकार आइसकेको छ। अब 1 हप्ता, आजको दिनदेखि 1 हप्ता पछि तपाईँ हाम्रै चाहेको खोजेको युवा प्रधानमन्त्री, देशलाई चाहिएको देशको नयाँ नक्सा, देशको नयाँ नेतृत्व र काया पलटको मेन भूमिका पनि
खेल्छ र गर्छ भनेर राष्ट्रसभाको सबै टिमहरूले र नेपाली जनताले चाहिँ राष्ट्रसभालाई विश्वास गरेर चुपचाप घन्टीमा छाप अब की बार बालेन सरकार राष्ट्रसभा सरकार भनेर चाहिँ एकदमै सबै नेपालीहरूले भोट हाल्नुभयो र अहिले राम्रो भइरहेछ। कतिपय राष्ट्रसभाका मान्यज्यूहरूले चाहिँ प्रार्थनामा गालीहरू पनि खाइरहनु भएको छ। उहाँहरू चाहिँ धेरै बोल्ने बेलामा राम्रो तरिकाले नबोलेर नाम चाहिँ किन मैले उहाँहरूको नाम चाहिँ किन भन्नु पर्यो हजुरलाई थाहा नै छ। उहाँहरूले चाहिँ पहिलाको जनयुद्धका कमान्डर प्रचण्डलाई चाहिँ उहाँले एकदम गाली गलौज पनि गरिरहनु भएको छ। त्यस कारणले उहाँले एकदमै गाली पनि खाइरहनु भएको छ। त्यस कारणले चाहिँ उहाँले पनि बुझ्नुपर्ने कुरा चाहिँ हो। अब यसमा आएर जे पायो त्यही बोल्न चाहिँ नहुने, सबैको आफ्नो योगदान छ। कसैको पनि योगदान छैन, हाम्रो मात्रै योगदान छ भनेर भन्न चाहिँ भएन। उहाँ पनि पहिला चाहिँ काङ्ग्रेसको सक्रिय चाहिँ सदस्य, त्यसपछि राष्ट्रसभामा आएर त्योभन्दा अझ उहाँले आफ्नो एउटा पार्टी पनि खोल्नु भएको थियो, चुनाव चिन्ह लायक भन्दै हुनुहुन्थ्यो। त्यसपछि अहिले आएर चाहिँ फेरि राष्ट्रसभामा उठेर पनि जित्नुभयो। राम्रो गर्नुभएको छ। राम्रो गर्नु होला, तर बोल्ने बेलामा चाहिँ उहाँले चाहिँ त्यसो कसैलाई पनि हँसाउने बढाउने चाहिँ काम नगर्नु होला। जे छ आफ्नो तरिकाले गर्नुपर्छ। सबैको दिन आउँछ, अहिले राष्ट्रको दिन आइरहेछ, राष्ट्रको दिन आइज भन्नेमा मात्तिन पनि हुँदैन, के गरेर पनि हुँदैन। एकदम राम्रो तरिकाले 5 वर्ष कार्यकाललाई यस्तो बनाउनु पर्यो कि राष्ट्रसभाको यो सरकारले, बालेन सरकारले फेरि पनि 5 वर्षपछि चुपचाप घन्टीमै छाप होस् कि यो राष्ट्रसभा सरकार चाहिँ दुई दुई कार्यकाल अथवा 3 कार्यकाल 4 कार्यकालसम्म पनि एकदमै होस्, जनताको मन जितोस्। जनताले चाहेको के छ त नि, होइन? अहिलेसम्म जति पनि जनताहरूले चाहेको छन्, चाहुन पाएको छ, गाह्रो भइरहेको छ जनतालाई। यो छ नि, त्यसलाई चाहिँ यसरी म्यानेज गरौँ भन्न चाहन्छु म। र जनताले यसपालि चाहिँ बुढाखाडाहरूलाई हटाएरै छोडे। हटाउनुको मेन कारण पनि बुढाहरू, अब हिँड्न नसक्ने बुढाहरू, बोल्न नसक्ने बुढाहरू सधैँभरि एउटा मोबाइलको त आइफोनको 17 पुरो म्याच आइसक्यो, वर्षमा मोबाइलहरूको त त्यसको चेन्ज भइरहेको हुन्छ भनेपछि देशको नेताहरूलाई चाहिँ पनि चेन्ज किन नहुने? सधैँभरि त्यही मर्न नसकेका बुढाहरूले मात्रै जित्ने, तिनीहरूले देशलाई भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थमा देशको ढुकुटी खताउने हरेक कुराहरू राजनीतिलाई चाहिँ पेसा बनाएर जति पनि पुराना दलहरूका नेताहरू पुराना दलहरू लाग्नुभयो, त्यसको परिणाम चाहिँ हो यो अहिले। त्यसैले युवाले चाहेको नेतृत्व हामी अबको मुखैमा आइसक्यो। अब 99% फिक्स, अब 1% बाँकी छ। अब सपोर्ट ग्राउन्ड खाइसकेपछि ट्याक्क लाएर गएपछि बल्ल हामी एकदम ढुक्क तरिकाले यो 5 वर्ष कार्यकालमा हामी एकदम आनन्दले बस्नेछौँ भन्न चाहन्छु। पुराना दलहरूले चाहिँ नेपाली जनतालाई मान्छे नै नगर्नेको इतिहास छ। त्यस हिसाबले चाहिँ सबैले त भन्न मिल्दैन, कुनै कुनै नेताहरू, कुनै कुनै दलहरूले त्यही हिसाबले चाहिँ यसको परिणाम चाहिँ अहिले आयो। सबैको दिन आउँछ भन्थे, तर पुराना दलहरूले चाहिँ यो नयाँले चाहिँ केही पनि गर्दैन, यिनीहरूको दिन कहिले पनि फर्किन्न। यो चाहिँ अमेरिकाबाट सञ्चालित के हो भन्ने एकजना पार्टीहरू हुनुहुन्छ, एकजना व्यक्ति, उहाँले चाहिँ यसले केही गर्न सक्दैन भनेर भन्दै हुनुहुन्थ्यो उहाँले। त उहाँ पनि यसपालि चुनावमा भेट्नुभयो, नमजाले पछाडिनु भयो, पराजित हुनुभयो। धेरै यस्ता यस्ता उहाँको पार्टीले त झन् अहिलेसम्म कुनै ठाउँबाट जितेको छैन। त्यही भएर नयाँ पार्टी हो भन्नेमा त्यस्तो तुच्छ र एकदम कामै नलाग्ने, कुनै अरू मान्छेहरूसँग प्रचलित हो भनेर चाहिँ भन्नु चाहिँ हुँदैन। सबैको दिन आउँछ भन्दैमा यसो गरेर चाहिँ माटिनु र आटिनु चाहिँ भएन। राष्ट्रपाले एकदमै राम्रो गरोस्, हाम्रो शुभकामना। छिटोभन्दा छिटो हामीले चाहिँ बालेन सरकारको यो
देशदौडा हामी हेर्न चाहन्छौँ। बालन सरकारको यो नेपालको प्रधानमन्त्रीको टक्क कुर्सीमा बसेर हेर्न चाहन्छौँ हामीले। हामी एकदम आतुर छौँ बालन शाहको यो अ, मन्त्रीमण्डल बालन शाहको नेतृत्वको हेर्न चाहन्छौँ हामी। छिटोभन्दा छिटो अब 1 हप्ता पनि हामीलाई 1 महिना 1 वर्ष जस्तो लागिरहेछ। एकदम यो छिटो छिटो गएर ट्याक 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 भयो भने चाहिँ हामी पनि एकदमै खुसी छौँ, खुसी हुने थियौँ। हामी हामीले अरू अरू कुरा हामी जस्तोसुकै परिस्थितिमा भए पनि राष्ट्रसभा सरकार बालन शाहको प्रधानमन्त्री भएको हेर्न चाहन्छौँ। बालन शाहले जति पनि काठमाडौँमा चाहिँ उहाँले नगर प्रमुख हुँदाखेरिको विकास गर्नुभयो त्यस्तै जस्तो उहाँले पनि अब देशलाई अब नेपाललाई पनि एकदमै नियम कानुन विकास योजना नेपाल यस्तो होस् भनेर चाहिँ उहाँले चाहिँ एउटा इतिहास रच्न सकोस् भन्न चाहन्छु। त्यसैले जय देश, जय नेपाल, जय घन्टी।